ओए के गरे मेरो चेक गर न कहाँ ल्याम ल्याम ताने त छैन दाइ हो यसरी छाम न त ल केही छ त छैन छैन केही भेट्यो भेटेन एकछिन समात्दिन सक्छु यसलाई सक्छु दाइ साँच्चै पक्का ल डर लाग्छ लाग्दैन दाइ लाग्दैन लाग्दैन नि लाग्दैन ल यसरी पक्रा त खै हजुर भाइ यता बस होइन नडराउनुहोस् त भाइ डर लाग्दैन नि लाग्दैन साँच्चै यो भन भगवान कसम भगवान कसम डर लाग्दैन डर लाग्दैन मर्द बाउको छोरा हो मर्दै भएको छोरा मरे बाउको छोरा हो मर्दै भएको भने दाइ ए मर्द बाउको छोरा हो डर लाग्दैन लाग्दैन सर्बल चोकले टाउको टोक्छ कि पुच्छरले टाउकोले अनि तिमी बाटो कि लाटो म बाटो बाटो मान्छेले सर्वको टाउको समात्छ कि पुच्छर अनि टाउको पक्ड नि त टाउको ए टाउको पक्ड है पक्ड्यौ एकछिन यो पक्डेर मेरो खेलमा आइदिन सक्छौ भाइ यहाँ त्यहाँ आउने त्यो साँप बनाउँछु म एकछिन आउ न त्यहाँ आउनै पर्छ आउनै पर्छ यहाँभित्र खेल आउनु पर्छ भित्र ल ल आउ 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 यताबाट आउ चाँडो भयो भयो यताबाट आउ पक्ड यसरी नडराउ है होइन केही हुँदैन नडराउ है केही हुन्न ल भाइले अघि नै सोधे होइन यो हड्डी के को भनेर ल पक्ड अहिले थाहा हुन्छ के को हो भाइ सबैले सुन्ने गरी यो रबरको टाउकोमा जादु लगा जस्तै 3 चोटि फुक्यौ त भाइ फटाफट भाइ तिम्रो चाकमा स्प्रिङ फिट गरेको छ हो अनि अगाडि फुक्दाखेरि कहाँ चाकु चालेको ए हो कसरी फुकेको भाइ त्यसरी त्यसरी भएन फुकेको फुक्ने कसरी थाहा छ जादु विद्या लगा जस्तै फुक्ने के यसरी चापै समात्ने यसरी फुक्ने चिच्चाएर पनि भन्नु नि दाइ हो यसरी चिच्चाउन चिच्चाउ अलिअलि आउँदैन आउँदैन है आउँदैन भने आउँदैन भन नआएको कुरा मसँग सिकाउँछु म सिकाउँछु ल तिमीलाई मैले कसरी सिकाएको त्यसरी 3.5 भाइ त्यसरी 3 चोटि फुक त ल फुक्यौ कचोटि फुक्यौ 3 चोटि अलि उता सर ल अब आधी फुक त त्यसलाई साफ बनाम अलि उता सर त्यो चाहिँ के गरेको यो त्यसरी आधी हुँदैन भाइ आधी फुक्ने कसरी थाहा छ यो हात खाली छ यसरी राख हो भन अलिक बिस्तारै गर न भाइ कहाँ झन्डै नाकमा हाने भने है ल यो रबरको साप उही हानेर लगाएर राख त भाइ उयो गोलो घेरामा राख त राख्यौ ल मैले भनेपछि यसलाई 5 लात्ती हानिदेऊ चाँडो ओइ ओइ